हेलो एन्ड नमस्ते सबैजनालाई। म उज्जवल गोली यानि कि आरजे भलक। म फेरि पनि आज हजुरहरूमाझ एउटा नयाँ भिडियो लिएर आइसकेको छु। सबैजनाले अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला, प्रतिक्रिया दिन नभुल्नु होला। ओके गाइस, सब्सक्राइब गर्न पनि नभुल्नु होला। ल है त सुरक्षा दिदीको कुरा सुन्नु है त, के भन्दै हुनुहुन्छ भिडियोमा होइन। म हजुरहरूलाई देखाउँछु होइन, एकछिन यसो भिडियो स्किप नगरी हेर्नु होला होइन, के भन्नुहुन्छ सुरक्षा दिदीले, सुन्नु होला है त। हजुरलाई मोटिभेसनल स्पिच दिन्छु है म। मेरो पुरानो सब्सक्राइबर हजुर कतिजना हुनुहुन्छ होइन, म आफै पनि सानो थिएँ युट्युब सुरु गर्दाखेरि त्यति बेला खासै नलेजहरू केही थिएन कि। म सबै चिज एकैचोटि सिक्छु अनि बल्ल सुरु गर्छु भने त कहिले कहिले होइन। तपाईँहरूलाई पनि कन्टेन्ट क्रिएसनहरू गर्न मन छ, सोसियल मिडियामा भिडियोहरू पोस्ट गर्न मन छ भने चाहिँ आफूलाई जे आउँछ त्यो झ्यापझुप पोस्ट गरिदिने हो कि। 20,000 फलोवर जति बनाउनु भयो भने नि ब्रान्ड डिल्सहरू पनि राम्रै आउँछ होइन। सो एक्स्ट्रा इन्कम चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ कि सोसियल मिडियाबाट। हजुरहरूलाई पनि स्टार्ट गर्नु मन छ भने अहिले फेसबुक पनि मोनिटाइज हुन्छ होइन। सबजनाले फेसबुक पनि मोनिटाइज गर्दा भयो, रमाइलो रमाइलो भिडियोहरू हाल्दा भयो होइन। जस्ट के नगर्नु भन्दाखेरि मेरो एउटा सजेस्ट फेक नहुनु क्या। आफू अरू जस्तो बन्न नखोज्नु र आफ्नो पर्सनालिटी अरू नै देखाएर चाहिँ भिडियो नहाल्नु। तपाईँहरू जस्तो हुनुहुन्छ त्यस्तै कहिले काहीँ त झ्याप्पै मान्छेहरूलाई मन परिहाल्छ कि, ए यसले के भन्ला बिल्ला हुन्छ क्या मेरो भिडियो हालेर, त्यस्तो भन्ने होइन कि। के त झ्याम्मै फेमस हुनुभयो भने त झ्याम्मै अनि खतरा भइहाल्यो त होइन। सो कन्टेन्ट क्रिएसन चाहिँ म चाहिँ सबजनाले सजेस्ट गर्न चाहन्छु। केही नसोच्दा हुन्छ है, एकैचोटि एक्सपेन्सिभ चिजहरू पनि नकिन्दा हुन्छ। क्यामेरा आफूसँग जे हो त्यहीले झ्यालझुप आफूलाई के इच्छा जाग्छ त्यस्तो खालको भिडियो चाहिँ हाल्दा हुन्छ है। त्यस्तो बाइक चलाउनु मन लाग्थ्यो होइन, त्यति बेला खासै कोही केटीहरूले नचलाउने अनि आफूले चलाउँदाखेरि नि केटाहरू बिल्ला हान्दिने क्या। ए बाइक चला लडे चलाउन आउन्न हा भन्दै त्यस्तो गर्थ्यो कि। त्यति बेला डिमोटिभेट भएर छोड्दै भएर बर्बाद हुने रहेछ नि जस्तो लाग्छ क्या। मैले यत्तिकै मोटो भला कि मैले सपना देखेँ होइन, यतिको अब एमआरबी दाइले भनेको थिएँ, तर सुरक्षा दिदीले यतिको मोटिभेसनल स्पिच दिनुहुन्छ नि त। सुरु चाहिँ गर्नुपर्छ जसरी भने अरूले यसले यो भन्ला, अरूले गाउँले यस्तो भन्ला, साथीभाइले यस्तो हुन्ला भनेर चाहिँ मैले पनि सोच्दैन। अब केही समय अगाडि सोच्दै लाग्थ्यो यसले यस्तो भन्ने कि, अब चाहिँ म सोच्दैन कि। अब म लागिसकेपछि अब रोकिनेवाला छैन। म लागिरहनेछु, लगातार लागिरहनेछु, एक न एक दिन त सफल भइहाल्ला भन्ने आशा छ। सबैजना माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला होइन, त्यही भन्न चाहन्छु। डिमोटिभेट भएर छोड्दै भएर बर्बाद हुने रहेछ नि जस्तो लाग्छ क्या। लडे नि मन नभए त मेरो पहिलाको ब्लगहरू हेर्नुभयो भने म सब अफरोडहरू गएँ, लडिन्छ, हारिन्छ, कमजोर भइदिन्छ। अरूले ए यस्तो भयो उस्तो भयो भन्छ, नराम्रो भन्छन्, अरूले साथ दिँदैन, सपोर्ट गर्दैनन् होइन। तर आफू चाहिँ हार मान्नु भएन, बुझ्यौ नि। म पनि अरे लाइक आउँदैन, भ्यू जाँदैन, के हो त, हेर्नेले हेर्छ, नहेर्दैन। केवल एक न एक दिन त हेर्ला नि त। अब एक न एक दिन त कसैसँग हो भने मन ताल्ला, अट्र्याक्ट गर्ला नि त कुनै न कुनै कुराले। अब मेरो रेगुलर सङ्घर्षले उनीहरूको अट्र्याक्ट गर्न सक्छ। कुनैमा नयाँ कुरा देखाइदियो भने उनीहरूलाई त्यो कुराले अट्र्याक्ट गर्न सक्छ। एक न एक दिन त अब सबै कुरा हेरेर उनीहरूलाई अट्र्याक्ट गर्ला नि त मेरो भिडियो मार्फत। आज केही छैन त के हो त, आज नराम्रो क्वालिटी छ, नराम्रो फोन छ, नराम्रो भिडियो छ, नराम्रो केही छैन। कुनै न कुनै केही अट्र्याक्ट गर्ने कुराहरू त होला नि त। लाइफमा धेरै कुराहरू चेन्जेस हुन्छ क्या, दिन प्रतिदिन चेन्जेबल हुन्छ नि त। सबै कुरा एकनाश हुँदैन, त्यसैले घमण्ड गर्ने होइन कसैले पनि। एकले अर्कोलाई सपोर्ट गर्ने हो, मोटिभेट गर्ने हो, डिमोटिभेट गर्ने होइन। आफूले अब ओहो म सक्दैन कि भनेर आफूले चाहिँ हार मान्नु भएन। यति चाहिँ लाइफमा गर्नु होइन। म चाहिँ होइन, मेन चाहिँ म एमआरबी दाइ र सुरक्षा दिदीको चाहिँ म बिग फ्यान हो। म चाहिँ उहाँहरूको भिडियो हेर्दै मोटिभेट हुनेको भनेको उहाँहरूको भिडियो हेरेर झन् एमआरबी दाइले पनि यस्तै मोटिभेट गर्नुहुन्छ। ल सुरक्षा दिदी अनि एमआरबी दाइको होइन, हजुरहरू कसको फ्यान हुन्छ यसो कमेन्ट गर्नु होला। हजुरहरूको भ्लग कसको भ्लग भिडियो मनपर्छ होइन, यसो कमेन्ट गर्नु होला। आफूलाई कहिले पनि कम दिन नठाल्नु। तपाईँ भनेको तपाईँ हो, अरू भनेको अरू हो। अरू जस्तो तपाईँ कहिले बन्न सक्नु, तपाईँ जस्तो अरू कोही भन्न सक्दैन। त्यसैले आफू भनेको आफू नै हो। तर आफूलाई कमजोर छैन, आफूलाई जित्ने हो। आफूले आफ्नो मनसँग जित्ने, आफूले आफ्नो सपना जित्ने हो क्या, अरूसँग जित्ने होइन। हो यसले यति कमायो म यसलाई जितेर एउटा धेरै कमाउँछु भन्ने सोच्ने होइन। आफ्नो सपना के छ त्यो सपना पुरा गर्ने हो, त्यो सपनालाई जित्ने हो। आफ्नो मनले के सोच्छ त्यसलाई जित्ने हो, त्यो सफलता प्राप्त गर्ने हो कि। अरूले 2 लाख कमायो, अरूले 5 लाख कमायो, म यति कमाउँछु, म पनि अब यसरी कमाउँछु भन्ने सोच्ने होइन। आफ्नो सङ्घर्ष गर्ने, मिहिनेत गर्ने, आफ्नो सपना के छ त्योतिर लाग्ने होइन। ओके गाइस, कस्तो लाग्यो भिडियो, साथ सपोर्ट दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि 1 लाइक 1 कमेन्ट गर्नु होला।